चर्चित टिकटकर तथा मोडल प्रिज्मा खतिवडा अहिले सोशल मिडियामा एकदमै धेरै भाइरल भइरहेको छ। के उनले बले लगायत सम्पूर्ण कमेडी दरबार टिम विरुद्ध मुद्दा दर्ता साँच्चीकै गरेकै हुन् त? आज हामी यो भिडियोमा वास्तविकता आखिर के हो त त्यो जान्नेछौं, सो भिडियोलाई पूरा हेरिदिनु होला। चर्चित टिकटकर तथा मोडल प्रिज्मा खतिवडाले कलाकार सागर लम्साल बले लगायत सम्पूर्ण कमेडी दरबार टिम विरुद्ध नै कानूनी कार्यवाही अघि बढाएको हल्ला अहिले सोशल मिडियामा पुरै चलिरहेको छ। केही दिन अगाडि प्रसारण भएको कमेडी शो वा कमेडी दरबारको 26औं एपिसोडमा चलचित्र लास रनमका टिम पुगेको थियो। त्यति बेला कमेडियन सुन्दर खनालले कलाकार सागर लम्साल बलेलाई टिकटकर फाप्दैन भन्दै व्यङ्ग्य गरेका थिए, जुन भनाइले प्रिज्मा खतिवडालाई अलिकति असहज बनाएको देखिन्छ र उक्त शोमा गरिएको भनाइ टिप्पणीहरूप्रति एकदमै असन्तुष्टि जनाएकी छिन्। धेरै मान्छेहरूले भने प्रिज्मा खतिवडालाई उनी चर्चामा नै आउनको लागि मुद्दा दर्ता गरिन् भनेर नचाहिदो हल्ला फिजाएपछि उनी बाध्य भएर एकदमै चर्चित शो द प्रकाश सुवेदी शोमा गएर एक अन्तर्वार्ता दिइन् र उक्त अन्तर्वार्ता प्रसारण भए लगतै प्रिज्मा खतिवडालाई सपोर्ट गर्दै उनको पक्षमा आवाज उठिरहेको छ। चर्चित हास्य कलाकार सागर लम्साल बलेले प्रिज्मा खतिवडालाई डाइरेक्टली इनडाइरेक्टली घोचेर हेपेर भनेको कुराहरूको प्रमाण अहिले बाहिर आइरहेको छ। तपाईहरू बले र प्रिज्माको काण्डलाई लिएर के भन्न चाहनुहुन्छ कमेन्ट गर्न चाहिँ नभुल्नुहोला।